हामी डोल्पालीको पीडा कसले बुझिदिने साथीहरू। आज चाहिँ हाम्रो फ्यामिली मकै गर्न गएको, तर बाटो चाहिँ यस्तो खराब साथीहरू। हेर्नुहोस् यस्तो भिरमा हिँडेर आज झन्डै मरिएन साथीहरू। हेलो एभ्रीवान, वेलकम टु माई न्यू भ्लग है साथीहरू। आज चाहिँ हामी पारीतिर जाँदैछौँ मकै गोड्नको लागि। हाम्रो फ्यामिलीहरू सबै तयार हुँदैछ, हामीले खानेपिने सबै लिएर। अनि यो चाहिँ हाम्रो घर छेउको आँगनमा टक्कको रेसाबारी है साथीहरू। घर चाहिँ यही हो, हाम्रो पुरानो मोडलको घर छ। गाउँको घर सबको यस्तै नै हुन्छ साथीहरू, त्यही मध्ये पनि हाम्रो घर गाउँ चाहिँ यही हो है साथीहरू। टक्क लाएर 260-70 लगभग त्यति नै घर छ होइन। गाउँ चाहिँ यही हो साथीहरू। यहाँ कसैले टिन हालेको छ, कसैले हालेको छैन, देख्न सक्नुहुन्छ साथीहरू। यस्तो बवाल छ कि गाउँ। अहिले चाहिँ म घरको छतमाथि दाउराको भग्लो भन्छ यसलाई, त्यो माथि चढेर चाहिँ तली हाम फालेर हिँडिरहेको छु साथीहरू। गाउँमा यस्तै नै हो मजा होइन। अनि यहाँबाट देख्न सक्नुहुन्छ साथी, म एक्लै टक्क लाएर आएर यता चाहिँ भत्केको घर छ साथीहरू, हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ धारो छ तर पानी छैन साथीहरू। हेर्नुहोस्, पाइप यति धेरै छ तर पानी छैन। डेन्जर त डेन्जर छ हौ साथीहरू बाटो। हेर्नुहोस् साथीहरू, यस्तोमा बल तल गर्दै हिँड्नु परेको छ। डोल्पालीको पीडा हेर्नुहोस् साथीहरू। यहाँबाट लडेपछि सिधै तल खोला पुगिन्छ साथीहरू। हाम्रो यहाँ चाहिँ रोड खन्ने कार्यक्रम भइरहेको छ, त्यही भएर पनि हो होइन। यो चाहिँ डोल्पा जिल्लाको सबभन्दा लामो पुल है साथीहरू। गाउँमा चाहिँ रोड पुगेसँगै बाइकहरू साधनहरू पनि जे होस् गाउँमा भित्रिरहेछ है साथीहरू। विकासको नाममा विनाश हुन्छ भनेको यही हो साथीहरू। माथि माथि विकास र तल तल रुखहरू सबै जङ्गल फडानी भइरहेको छ। कतिको खेत जग्गाहरू पनि तोपेको छ साथीहरू। अहिले चाहिँ हाम्रो परिवार यस्तो बिरालो बाटोमा, यस्तो ढुङ्गै भएको ठाउँमा चाहिँ जोखिमपूर्ण अवस्थामा हिँडिरहेछ। हिँड्दै हिँड्दै घाम पनि लाग्यो साथीहरू। त्यसपछि यो चाहिँ मेरो ड्रिम हाउस है साथीहरू। कस्तो छ यहाँ ड्रिम हाउस देख्न सक्नुहुन्छ। तर गाउँको मान्छेको बानी हेर्नुहोस् साथीहरू, यो सिमेन्टले पुरै फुटालेको छ साथीहरू। ट्याङ्कीको यस्तो खतम मान्छेहरू छ साथीहरू। यहाँ गु हगेको छ साथीहरू। के गर्ने भन्दा अहिले चाहिँ म हिरो स्टाइलमा टक्क आएर तपाईँहरूलाई एउटा उन्यु दिइसकेको छु, आई लभ यु भनेर। अहिले चाहिँ हामीले बोतलमा पानी, मूलको चिसो पानी भरेर पनि हिँडिसकेको छु र अनि हिँडेर चाहिँ माथि गएर गोड्न लागिसक्यो साथीहरू। हेर्नु साथीहरू, मकै गोड्ने कार्यक्रम हाम्रो फ्यामिलीको टक्क लाएर साथीहरू। चर्को घाममा अब चाहिँ मैले पनि गोड्दैछु। यसलाई चाहिँ कोमा भन्छ है साथीहरू, कोमा भन्छ। यसरी गोड्नुपर्छ। हेर्नु साथीहरू, म कसरी गोड्दैछु यसरी क्वार लाएर। त मकै त साना छ होइन, तर यो भिडियोमा देखेको छैन होला। तर यसरी बेसरी मजाले दिनभरि मर्ने गरी गोड्यो है। गोड्दै चाहिँ भोग लागेपछि हामीले चाहिँ अर्ग्यानिक आलुको तरकारी र फापरको रोटी खायौँ साथीहरू। हाम्रो फ्यामिलीहरू सबै मिलेर। हेर्नु साथीहरू, घरबाटै बनाएर ल्याएको, कसैले रोटी, कसैले लगर फापर, तिते फापरको पिठोको रोटी खाइयो साथीहरू। त्यसपछि मैले चाहिँ तातो पानी यो थर्मसमा चाहिँ हालेको मुखमा। ओ माई गड, मुख पोलेर हैरान साथीहरू। त्यसपछि चाहिँ हामी खुसी हुँदै फेरि हामीले यति गरिसकेपछि, यति चाहिँ कालो बनाइसकेपछि फेरि हाम्रो काम चाहिँ सुरु भइसकेको छ साथीहरू। हामीले चाहिँ फेरि काम सुरु गरेर टक्क लाएर दिनभरि असिना पसिना आउने गरी गोरेर यत्रो जग्गा पुरै भ्याएर साथीहरू। अनि बेलुका भयो र अब सकिन लागिसक्यो है। मम्मीहरूले यहाँ गरिरहनु भएको छ टक्क लाएर यता टक्क लाएर त्यो गोठसम्म हो। अब चाहिँ हाम्रो गोर्ने काम सबै सकाएर झोला तुम्बा सबै बोकेर अब चाहिँ हामी घरतिर लाग्नुपर्छ साथीहरू। हामीले यो गोठसम्म भ्याइसकेका छौँ। अब आजको दिन यस्तै भयो साथीहरू। नेक्स्ट भ्लगमा चाँडै भेटौँला। अहिले चाहिँ हामी घरतिर लाग्दैछौँ। बाई बाई।